नमस्ते हजुर सबैजनालाई। हामी चाहिँ यहाँ काठमाडौँबाट डुम्रे जाँदैछौँ। अहिले हामी चाहिँ थाङकोटको पुग्न लागेका छौँ। यहाँ पारीको डाँडा थाङकोट हो। अब करिब हामी 5 घण्टाको यात्रापछि हामी चाहिँ यहाँ माइक्रोमा हामीले कुन्दा मिस भाइ त हामी अहिले यहाँ थाङकोट उकालोमा छौँ। मन्दिरको धनको फिल्म गरिसक्यो। विज्ञापन थाङकोटको यहाँ जिएनजी आन्दोलनले गाडी साडी फुटाएर थियौँ। यो चेकपोस्ट अगाडि राख्छ त नि। मेरो त 3टा मामा थाङकोट वालो होइन वहीँ हो कि गाउँमै सिन्दी ए बुढोको मामा के 3टै ट्राफिक हो क्या। अहिले मामा तपाईँले मेरो 1000 लग्नु भएको के अरे भनेर भने 1000 त काट्नै पर्छ, लाइसेन्स छैन अरे। अब के भयो गाडी चाहिँ रोकिरहेको अवस्था। हामी चन्द्रगिरी नगरपालिका अब सकेर काट्नु सक्यो। सञ्चालक समितिका सदस्यहरूको नाम यो चाहिँ हाम्रो थाङकोट सुकुमारको हाम्रो थाङकोट सञ्चालन हजुर सुकुमारका हो। ए सुकुमारको हो यो थाङकोट तर खोलिसक्यो सञ्चालनमा आएन। सञ्चालनमा आउनु भएपछि लगभग अन्तिम अवस्थामा छ। हामी सुरुङमार जापानको सुरुङमार यो पारीको हिमाल हेर्नुहोस्।
उनीहरूले लेखेको प्रश्नतर्फ प्रश्नोत्तर छ अनि उसले लेख्दै यसो म चाहिँ तल स्थानीय अध्याय छु होइन छेउछेउमा हामीले गर्छौँ नि परिपत्र आउँदाखेरि हामीलाई परिपत्र पठाउनु सिग्नेचर गरेर पठाएको हुन्छ नि त्यसरी एक पेजमा एउटा साइन कर्मचारी प्रतिज्ञा भन्छ हामी